सो हेलो गाइज वेलकम ब्याक टु अनदर भिडियो अनि कि आजको नयाँ भ्लगमा स्वागत छ सबैजनालाई। अब चाहिँ खाना खाना सायद खाएर टन्नै भइसक्यो। अबको थोरै काम छ, थोरै काम भएपछि फेरि दिउँसोतिर के हुन्छ थाहा नै छैन। अब हेरौँ, काम नभन्नु न तपाईँ, काम भन्नु भनेको र सबै काम मात्र गरेर हुन्छ र? सधैँ काम गर्ने र? ओए तिमीहरू के गर्छौ त? तिमीहरू के गर्छौ भन? केही नै बिहे गर्ने कुरा गर्नुहुन्छ ढामी। अब चाहिँ पाइप सुझाउनु टक्क पारेर एकैछिनमा पाइप सुझाउँछु। यो पाइप सुझाउनु पर्यो। आलुबारीमा पानी चार्नु पर्यो। पहिला आलुबारीमा पानी चारिसकेपछि भाँडाकुँडा मान्नु पर्ला। त्यसपछि बल्ल हेरौँला अनि एकछिन पछि फेरि भेटौँला। हजुरको लागि भाइ, अरे भाइ भनेको के? अब चाहिँ लट्ठी नहाल्नु न, बिरालो लट्ठी हाल्नुहुन्छ। आइज ए सेते काले, के हुन्छ र केसमा? तातो पानी धाराको। अनि त्यो त पाइप लगाउँदाखेरि त भइहाल्छ नि, यस्तो त भइहाल्छ नि। आलुमा कहाँ लगाएको थियो त? आलुमा लगाएको उता तोरी उकाउनु अनि बल्ल बल्ल पानी चारौँला। बिचरालाई हानिदिनु भयो है लट्ठीले। आइज नडेर, ओए आइज। कालोबाटा कता हो? अब बिचरा हानिदिनु भयो। कसरी हान्नु भयो त? बेसमरी हान्नुभयो क्या है? यो अरे कराउँछ, रुन्छ ढमी। कति बेसरी हान्नुभएछ र? नर अरे ल कालो ढबक्का लगेर जानु पर्यो। अब फेरि अब कालो ढबक्का लगेर जाने, टक्क पारेर तोरी उकाउनु छ अनि फेरि पानी चार्नु पर्ला। तबसम्म भाँडाकुँडा माझिहाल्छु। साग मात्रै खाने हुन्छ र घरिघरि? हुन्छ, सागमा भिटामिन। साग मात्रै खायो भने यत्रो साग थियो। तोरी मात्रै, अहिले तोरीको साग त्यही तितो। टोक्री पनि ए तिमीहरू उकाउ, तिमीहरू पनि उकाइदेऊ। पिठाई त खान्नौ कमसे कम। साग मात्रै खाने होइन, साग खाने आज मासु खाने। मासु जाऊ, तिमीहरू पनि जाऊ है। म आउँछु अहिले। त्यो दामी छ, तोरी नै तोरी लगा खाने। यहाँ पनि तोरी आलु त्यो दामी भयो। वर्षम लगा खाम। गोबी सोबी सबै छ, राम्रो छ। अब फेरि आलु पानी चारिसकेपछि दिउँसो आज अमिलो खाने है मम्मी? बोलाउनुला माइजूहरूलाई, अमिलो बनाएर खाने। ल त जाम। अब फेरि घर गएर काम गरौँला। परालको टाउवा साइडला, परालको टाउवा यत्रो पराल भैँसी पाल्ने भनेर लगाएका छन्। टक्क पारेर भैँसी हाम्रो बस्त भयो। गोबर नदेखेन, भाँडाकुँडा थोरै मात्र माझेको छ। घरभित्र जाइन्छ, भान्साभित्र गएर अब काम गरिन्छ। तबसम्मको लागि टाटा। सो टक्क पारेर पानी आलुमा कति भयो भनेर हेर्न आएको त यहाँबाट पाइप फुत्केर टक्क सबै भरेर चाहिँ यहाँदेखि सब भरेर छ। उता हुनुपर्ने, त्यहाँ पाइप दोब्रेर फुत्केछ, थाहा नै पाइएन। कस्तो हेर्न आएछ र बच्चियो। यहाँबाट दोब्रेर रहेछ, त्यति दोब्रेर अब चाहिँ अहिले त यति भरिन्छ। यो भरेपछि बल्ल यति फोटो भरिरहेछ। यत्रो छ अझै बाँकी, यो भरिन्छ। पुच्छर चाहिँ पछि आछ। पुच्छर ए किन आइज? छिटो आइज है। यति भरेर बर्बाद भएछ धन्नै। म आइहालेछु र। आइज ओए। अर्को कता? आइज काली। अब आफै आउँछ अहिले। मैले खायो थोरै मात्र खाएछ। दुध चाटेर जान्छ नि, कम खान। दुध मात्रै नखाने त कस्तो हस्? चोर खत्तम गर्छस्? गर्दैनस्? बुझ त खत्तम छ, हरामी खस्। मम्मीले चाहिँ अहिले गहुँ सुकाउनु लाग्नु भयो, छान्न लाग्नु भयो, के बताउनु लाग्नु भयो। अर्को खोइ मम्मी, अर्को फटा कहाँ गयो? उता गइसकेछ, भाग्यो। मोबाइलमा ब्यालेन्स छैन। चुप। यहाँ छ, यहाँ प्लेट बजाएपछि आउँछस्। आइहालेछ।
यसलाई बजाउनु पर्ने ऊ त्यहाँ हेर यहाँ के भयो के भयो यति चाहिँ साग तोरीको साग यति नि यति बडाबाट यति निकाल्नु भयो भात खाऊ है अब चाहिँ पुरा पानी जारिने हो त्यसपछि बल्ल फेरि नास्ता जस्ता खाने हो एकैछिन पछि अमिलो समिलो बनाएर खानु पर्ला अब चाहिँ के गरौँ भयो हुन त के गर्ने होइन आइगयो दौड्दै आइगयो कति छिटो आएकोस् त अर्को खै अर्को आउँदैन एक्लै दौडेर आइस पुच्छर जान्छ आइज घुम्न जाऊँ आए आउँछस् कि नै भाग अर्को आउनु न अब त पुच्छरै भइगिस् त जान्छस् आन्टीको बारीमा आइसक्यौँ हामीहरू आन्टीको खेत आन्टीको घर भैँसी भाडा भागेँ म त ए आइगयो अब चाहिँ जानु पर्यो तोरी बारीमा तोरी राम्रो फुलेछ दामी छन् पछि तोरी फल्ने बेला पनि हेरौँला कस्तो राम्रो हुन्छ क्या तोरीको त त्यो हेर्दा पनि आडा दिदीले पनि बोलाइराख्नु भएको छ ए जुम गरेर देखाऊँ जुम गर हाय मोटी दिदी हे कामै छैन मोटी दिदीको भरिरहेछ त डुम्की भइगएछ यतिबाट एमा लगाउँछु अब त भरिसकेछ ल ठिक छ ए फेरि बटारेन लगाइसकेछ ल अहिलेको लागि यति नै गाइज एकछिन पछि फेरि भेटौँला टाटा